नमस्कार, म विमल थोकर। स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। आज चैत्र दशैंको दिन हामी दुई बुढाबुढी दुप्तेश्वर मन्दिरको दर्शनको लागि हामी काठमाडौँबाट 65 किलोमिटरको दूरी पार गरी आइपुगेका छौं। तपाईहरुलाई म आज यो दुप्तेश्वर मन्दिरको दर्शन गराउने छु। मैले थाहा पाएको बुझे अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा चाहिँ मन्दिरबाट 400-500 मिटर माथि हाइटमा आएको छौं र अहिले चाहिँ गणेश जीको पूजा गर्दै छौं, हामी दर्शन गर्दै छौं। र यो देखिरहनु भएको दृश्य चाहिँ माथि पहाडबाट आफै पानी आइरहेछ मुडबाट र मन्दिर जाने बाटोतिर हामी हिँडिरहेका छौं। र भन्छन् यहाँ चाहिँ किम्वदन्ती अनुसार ढाड कम्बर दुखेको निको हुने बाटो भनेर देखाएको छ। विश्वास गरिन्छ कि सबैजनाले यहाँ ढाड रगड्दै हिँड्दाखेरि चाहिँ ढाड दुखेको निको हुन्छ भनेर हामी पनि निहुरेर ढाड रगड्दै गइरहेका छौं। सबैजना यसरी नै आइरहेको छ। भक्तजनहरू सबैजना आउने दर्शालु भक्तजनहरू यसरी नै हिँडिराख्नु भएको छ। बुढा बुढी बच्चा सबैजना यसरी नै हिँडिराख्नु भएको छ। अहिले चाहिँ हामी अब मन्दिरको मुख्य द्वारमा प्रवेश गरेका छौं भने हामी हिँडिरहेको छौं। यहाँबाट सिडी धेरै माथि हाइटमा छ है, सिडी धेरै छन्। अझै मर्मत कार्यालय हुँदै रहेछ। ठाउँ ठाउँमा देख्न सक्नुहुन्छ दृश्य कति राम्रो देखिरहेछ माथिबाट। लगभग हामी 600-700 मिटर माथि आइसकेका छौं। तादी नदी भने सुनेको थियो, नाम चाहिँ नदीको नाम। लगभग नदीबाट हामी 600-700 मिटर माथि हाइटमा छौं भने दर्शन गर्नलाई यति सजिलो छैन। सुनेको थिएँ भगवानहरू सबै अप्ठ्यारो ठाउँमा बस्छन् भनेर, त्यही भएर होला मन्दिर पनि धेरै हाइटमा छ। अहिले पनि हामी लाइनमा छौं भने दर्शालुहरू आज शनिबारको दिन चैत्र दशैंको दिन मान्छेहरू हामी जानुन्जेलसम्म चाहिँ त्यति थिएन भक्तजनहरू। तर हामी फर्किने क्रममा चाहिँ गाडीहरू बाटोमा धेरै भेटेको थिएन। हेर्नुस् भक्तजनहरू पनि यति छ कि अहिले पनि लगभग 300-400 जनाको हाराहारीमा छ होला है। हामी पनि लगभग 1 घण्टा जति बस्यौं होला पूजा गर्नलाई। बल्ल त्यसपछि माथि शिवजीको दर्शन गर्न पाइयौं। अझै पनि लाइनमै छौं। यो देख्न सक्नुहुन्छ बत्ती मजाले बालेर सेफ्टी गरेर राख्नु भएको छ। जोस म्यानेजमेन्ट चाहिँ धेरै राम्रो गर्नु भएको छ। जोस दुप्तेश्वर महादेव टिमहरूले चाहिँ मन्दिर सरसफाइ गर्ने टिमहरूले चाहिँ एकदम राम्रो व्यवस्था गरेर राख्नु भएको छ। अहिले हामी चाहिँ भन्नुपर्दा मन्दिरको मेन ठाउँमा आइपुगेका छौं। दर्शन गर्दैछौं हामी पनि दुप्तेश्वर महादेवको। आज दुप्तेश्वर महादेवको पनि दर्शन भइयो। अब दर्शन सकेर हामी चाहिँ तलतिर फर्क्यौं। धुपबत्ती बाल्नको लागि त्यता बाल्ने ठाउँ छैन रहेछ, त्यही भएर अलिकति तल आएर चाहिँ धुपबत्ती बाल्ने ठाउँ छन्। यता लामाजीले पनि जल दिइराख्नु भएको छन्। मैले पनि जल लिएँ र पिएँ। अब चाहिँ हामी बत्ती बाल्ने सुरसार। हेर्न सक्नुहुन्छ तपाईहरुले यो चट्याङहरू कति ठुला छन्। काठमाडौँको 2-3 तल्ले घरभन्दा नि ठुला चट्याङहरू छन्। जस चट्याङले भरेको ठाउँ छ। दृश्य माथिबाट हेर्दा धेरै हर हर भोले शिव शम्भो, हर भोले शिव शम्भो, हर हर भोले शिव शम्भो, हर हर भोले शिव शम्भो, हर हर भोले शिव शम्भो। शिव शंकर शिव शंभो, हर हर भोले शिव शंभो।